तपाईले भर्खर कांग्रेस राष्ट्रको मियो हो भन्दै गर्दा कांग्रेसकै तपाईकै सभापति हुनुहुन्छ शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री हुनुभयो सदनमा पुग्नुभयो सत्ता चलाउनु भयो है कहिले माओवादीसँग कहिले एमालेसँग गठबन्धन गर्दै देशलाई यो ठाउँसम्म धकेल्दै कसरी हुन्छ ल्याउनु भयो तर देशमा उपलब्धि हुनुपर्ने केही त थियो होला नि त आजसम्म केही भयो देश र जनताको लागि हक हितका लागि जे गर्छौं भनेर हिजो गरेका निर्णयहरू जुन हामीले कार्यान्वयन गर्छौं भनेर बोलेका ती वचनहरू दिएका ती भाषणहरू आज पूरा भए त अब यसलाई मैले मियो किन हो भने तपाई यो 62-63 को म धेरै हिस्ट्री पुरानो त म हो जस्ट हामी 62-63 देखि अहिलेसम्म हेरौँ नि त त्यति 20 वर्षको कालखण्ड हेरौँ हामी यो नयाँ अध्याय हो नि त जे भए पनि एउटा चाहिँ लोकतन्त्र आइसकेपछि गणतन्त्र आइसकेपछि त्यो अध्यायमा नेपालमा लोकतान्त्रिक गणतन्त्र प्राप्ति पनि दुईटा बन्दुक एउटा जंगलको बन्दुक माओवादीलाई राजाको बन्दुकलाई दुईटालाई हतियार बिसाएर शान्तिपूर्ण किसिमले चाहिँ लोकतान्त्रिक गणतन्त्र प्राप्त पनि नेपाली कांग्रेसको आदरणीय सर्दै पार्टी सभापति त्यतिबेला गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा हामी सफल भयौँ एक हो त्यसपछि संविधान सभाको निर्वाचन भयो हो हाम्रो प्रचण्डजी बाबुराम भट्टराईजी माधव नेपालजी जननाथ खनालजी पालो पाले देशका प्राइम मिनिस्टर भए तर संविधान निर्माण हुन सकेन फेरि दोस्रो संविधान बन्यो संविधान सभाको निर्वाचन भयो हो सुशील कोइराला नेपाली कांग्रेस पुनः पहिलो पार्टी बन्यो र सुशील कोइराला पार्टी सभापति भइसकेपछि र प्राइम मिनिस्टर भइसकेपछि उहाँको नेतृत्वमा सबै पार्टीलाई एक ठाउँ राखेर नेपालको संविधान निर्माण भयो त्यो कुरा जनताको अभिमतबाट संविधान निर्माण भयो हो फेरि केपी ओलीजी प्राइम मिनिस्टर बन्नुभयो त संविधान कारण हुन सकेन हो किनभने एउटा मधेसको ठुलो राजनीतिक शक्तिहरू यो संविधानलाई मान्दैनन् विभिन्न कुराहरू भनेर अलगिनुभयो आन्दोलन हुनुहुन्थ्यो हो हैन र त्यो शक्तिले नल्याएको आज देशमा अर्को सिलवार हुन्थ्यो गिरियो आइसकेको हुन्थ्यो त्यसलाई फेरि नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवाजी हुनुभयो हो त्यो देउवाजीको त्यो बेला देउवाजीलाई हामीले धन्यवाद दिनुपर्छ त्यो बेला चाहिँ उहाँले असल काम गर्नु उहाँले चाहिँ सबै राजनीतिक दललाई राखेर जो शक्तिहरू मधेस दल लगायत जो शक्तिहरूले राजनीतिक शक्तिहरूले वा नागरिक समाजले मानेका थिए त्यसलाई एक ठाउँ राखेर फेरि नेपालको संसदीय निर्वाचनको प्रक्रिया सुरु भयो हो संविधान कानुन गराउनु भयो यो ठुलो नेपाली कांग्रेस नेता आज जुन अवस्था ठुलो सिलवार हुन सक्छ समाजमा घरमा आज चाहिँ ठुलो वारको अवस्था हुन्थ्यो एक दुई दिन कन्टिन्यू वार हुन्थ्यो अहिलेसम्म हुन्थ्यो हो त्यो नेपालमा त्यो चाहिँ रक्तपात त्यो परिस्थिति निर्माण भएन त्यो नेपाली कांग्रेसको नेतृत्व भयो त्यो पनि शेरबहादुर देउवाजीको नेतृत्व सम्पन्न भयो तर हामी कहाँ चुक्यो भने त्यसपछि चाहिँ हाम्रो दायित्व के थियो भने मुलुक अब आर्थिक समृद्धिको रूपमा विकासको रूपमा अगाडि बढ्नु पर्थ्यो छिमेकी मुलुक जसरी भारत र चीन आज